रुको जरा, सबर करो, बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। शुभ बिहानी छ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै अनि एकदमै आरामै छु। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नेक्स्ट भिडियोमा। अनि आज चाहिँ यहाँ आउनुको विशेष कारण चाहिँ त्यो टिकटकमा शङ्कर समझ रहे हो आप समझ रहे हो थियो। अनि त्यो मान्छेलाई चाहिँ मैले समाइसकेको छु होइन। त्यो मान्छेलाई चाहिँ अहिले देखाउनुको चाहिँ उता बसेछन् पछाडि है। त्यसलाई चाहिँ सोध्छु अहिले म के काण्ड हो भनेर। ल अन्तिमसम्म हेरिदिनु होला। चल 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 यो शङ्कर चाहिँ हो, यो शङ्कर चाहिँ हो यो। अनि यसले चाहिँ त्यसले सुनेर चाहिँ झ्यालबाट अरे त्यो हाला भन्दा त्यो लुकेर यहाँ लुकेर बसेको छ न। भन्ने चाहिँ अनि बिना यार तमले चाहिँ यार मार्केटै खाइदिया त त्यो हाला भने के हो अर्थ खासमा बुझाइदिनु। तू समझा? हाँ नहीं तू समझा नहीं। खासमा त्यसो केही नै हो। एउटा रानी कि आइछि पल्ला घरकी साली भन्ने अलि साग माग्दा अनि मैले नापा हालिदिएँ त्यो गाउँडो साग। त्यो मलाई के हाला भिनाजु भनि न। अबे साले जो माफ करना। अनि ऊ त्यो माका पहिले चाहिँ भिडियो बनाएन। खासमा त्यसो केही नै हो। अहिले म चाहिँ पुलिसहरू खोज्दा लागेर यहाँ आइन लुगा तालाउन हेर्न सक्नुहुन्छ तपाईहरुले। नापै के साग हालिदिएछ, साग माग्न आयो बेला के अरे नापै हालिदियो भनेर हाला भिना जुन लागि त्यो माका पै खुचेरी उडी पुरी त्यो माका सुदा अहिले चाहिँ यसले चाहिँ त्यसलाई भनिरहेछ है त्यो हल्ला फैलाउने चाहिँ यो मान्छे हो। अनि यो मान्छेले सोध्यो है के रहेछ खासमा कारण। ल के हो त्यो? लेकिन ये साला कर क्या रहा है यहाँ पे? कारण चाहिँ के हो त्यो? त्यसो त अब के नि हो। अब म उताडी शङ्कर भनेर कराएर आउँदै थिएँ। अनि भित्रबाट साली बेनाको चाहिँ अब हाला भन्ने यस्तो भाइरल हुँ भनेर हल्का काण्ड चलाएको त्यस्तै हो। अब मलाई चाहिँ त अब यति ठुलो काण्डै हुने भनेर